हो जङ्गलको बाटो हिँड्दै यो बाटो आएको बुट्ठोमा अर्को यो बनाऊ भिडियो कति हरियालो Stop. ओह खतरा ऐसा है Hello guys. I mean guys. गल्तीले गास भनेछ ओह के हो ट्रेल ओके अब तो डेंजर है क्या ऑल रोड ट्रेल जंगल Hello guys. Oh my goodness. धेरै हार्ड छ यहाँ हिँड्नुमा अलिकति गाह्रो हुँदैछ यार साम्चे म आइरहेको छु साम्चे पक्ष त कहाँ टाढा पुगिछ यहाँ हाम्रो सानो बहिनी कति क्युट हेर्न ल साथीहरू च्याउ खोज्नु गएको च्याउ जङ्गलतिर च्याउ पाउँछ भनेको खै च्याउ पनि नपाउने रहेछ सायद च्याउ पाउँछ होला भन्दै हिँडिरहेको छु ट्रायलमा किन हाँसेको टक्क ताने गेलको टाउको जस्तो लाग्यो पहिला हाम्न खायो होइन म माथि त्यो ट्रायल माथि त्यो डाँडामा होइन यो कहाँ के केमिकल छरेको हुन्छ कि के हुन्छ खानु हामी पानीहरू आउँछ हामी पनि जाने पानी ल निङ्ग्रो साथीहरू निङ्ग्रो लिन जाऊ साथीहरू निङ्ग्रो अमेरिकाको जङ्गलमा निङ्ग्रो यहाँ त पहाड पनि छ होला है पहाड पहाड खोज्नु पर्यो भनेको पानी कालो पानीको भन्छ साथीहरू च्याउ भेट्यो च्याउ खै कहाँ हो च्याउ हो च्याउ साथीहरू यो च्याउको बच्चा के अरे भर्खर पलाउनु लागेको रहेछ पछि रुखमा धेरै हुने समस्या जम त्यो साथी आज छुट्टी थियो होइन सो जङ्गल घुम्निरहेको ठुलो जङ्गल अमेरिकाको भएन अब ठुलो जङ्गल है हो एकदम ठुलो जङ्गल साथीहरू घुम्यो भने दिनभरि पनि सक्दैन र हामी चाहिँ आधा बाटो मात्र फर्किन्छु साथी जङ्गलमा कोही पनि आएको छैन होला सायद है आउनु होला साथीहरू ओ गेल्मु कहाँ हिँडेको नाइ मलाई थाहा छैन भन्यो नाइ मलाई थाहा छैन ना त ल नाइ मलाई थाहा छैन बदलियो तिमीले पाउँछ ल सक्छ
ल गर्न यति इक। आजको ब्लग चाहिँ यतिकै हो हाम्रो जङ्गलमै सक्छ जङ्गलमै ब्लग छ अझ कन्टिन्यू हुन्छ यो ब्लग चाहिँ पानी पानी छैन के को त्यो यत्र जङ्गलको बाटो हिँडेको लुकबाट खास हिउँदोमा चाहिँ पुरै सुक्छ होइन यो हिउँ पर्ने टाइममा चाहिँ बर्खामा जस्तो हरियाली एकदम बाक्लो जङ्गल हुन्छ कि खास चाहिँ हिउँदोमा यहाँ त आउनु सक्दैन चान्स पनि छैन पुरै हिउँ हुन्छ नि त हिउँले बाटो पुरा छेकेर हुन्छ बाटै पाउँदैन अब घुम्नु भने बर्खामा हो यस्तो राम्रो वाकहरू पाइन्छ छुट्टीमा घर बस्नु भन्दा त वाक पनि ठिक छ तर एक्लै आयो भने चाहिँ डर हुन्छ है के हुन्छ सुनसान ए पानी पुरै सुकिसक्यो पानी छैन पानी छैन अब झर्दैन अब पानी नो चान्स कहाँ पुग्यो त यहाँतिर गोठ छ कि चौनी गोठहरू हेलो चौनी गोठहरू गोठमा कोही हुनुहुन्छ को छ औँधी तपाईँ औँधी हो यसो पानी पिउन तिर्खा लाग्यो फ्रेस पनि हाम्रो पानी 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 दिले पानी 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 फ्रेस हो यो चिप लिन्छ नि हेलमा ढुङ्गामा ठिक स्लिप हुन्छ स्लिप 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 भने स्लिप हुन्छ नि फेरि हजुर यो बाटो कहाँ यो बाटो अर्को नि त दिस इज नट अ सेम वे ब्रो दिस इज अदर वेज यहाँ चाहिँ ओहो यहाँ त डेन्जर क्यामेरा छ यार Crocodile. Where are you? Where are you in the river? उनीहरूको छिरो त पुग्या उनीहरू हामी त अगाडि गएको नि त घुम तिमी त अगाडि जानु पऱ्यो नि त नि अनि छिरो बस्नु त पछाडि बस्छ नि कहाँ हुन्छ त लड्दैन हो त्यस्तो कहाँ लड्छ नि हामी बिहान 5 बजी निस्केको अब झन् 12:30 हुन लाग्यो आज पनि आधा बाटो पुगेको छैन साथीहरू एकदम पाउँदैन यो टिप्दैन 5:30 मा आएको त हामी है बिहान 5 बजी निस्क्यो साथीहरू एकदम यो टाढो खाजा पनि ल्याएको छैन भोक पनि लाग्न लाग्यो अझ गन्तव्य पुगेको छैन पानी पनि छन्छ यहाँ है Oh my god.
घना जङ्गलमा पर्छ घना जङ्गल अफ्रिकाको घना जङ्गल जस्तो पुग्छ यहाँ कुनै सहर पनि छैन है जाडो पनि छैन गर्मी पनि छैन साथीहरू थालेको अवस्था पप्पा हामी कति बजी आएको ब्रेक 5 बजी बिहान पाँच नि त नि बिहान 5 जाएको अब होइन अब आज 12:30 बजी पुगेछौँ किन पुग्ला धेरै उनी तल तल। चौकी बेच्ने ल चौ त्यो चौरो पान्छौँ चौठी पोल्ने यहाँ धरामा आगो बाल्ने ओके गाइस ओके अनि हामी सुते यस्तो ठाउँ त हामी आफ्नै देशमा हिँड्थ्यो तर आफ्नै देशमा चाहिँ करले हिँड्छु भने यहाँ चाहिँ अर्का देशमा चाहिँ रहरले खोजी अनि हिँड्नुपर्ने हुन्छ किनकि अब 5 दिन त काम हुन्छ 12 घन्टा कोही त 7 दिन पनि गरिन्छ त्यही भएर हजुर च्याउ उठाएर हामी खायो भने हामी मर्छै मर्दैन त्यो च्याउ हेरेर हुन्छ र खाने च्याउ नखाने च्याउ हुन्छ नि त तर चिन्नु पऱ्यो कि छोरी त्यो राम्रोसँग बुझेर चिनेर खाने हो नि त पोइजन गर्नु कुनै त पोइजनवाला हुन्छ नि त अनि पोइजन खायो भने जिब्रो बाक्लो हुन्छ अनि गाह्रो हुन्छ त्यसैले जग्गामा जे पत्ती टिपेर नखाने इफ यु डोन्ट नो यु विल नेभर टच इट ओके जिब्रो जिब्रोवाला साग अब यहाँ फेरि एउटा उकालो भेट्यो यस्तो उकालो कति तरे तरे आज उकालो भेट्छ त मेरो फेभरेटै है होला फेभरेट तेरो यति आएर पुरा जो हामी त यहाँ आएको त 7:30 मा पो होला भाइ 7:30 किनभने हामी 5:30 मा उठ्यो अनि मुख धुँदा खुट्टा धुँदा हात धुँदा लुगा लाउँदा अनि 7:30 भयो अनि यहाँ आउँदाखेरि 5:30 त्यस्तै होला देखिया छ चौ चलो त भिज्छै भिज्छ माथि भिज्दैन त्यहाँ पानी छैन के उकालो स्प्रे किन्ने पर्ने रहेछ बाघ स्प्रे किसको हाँ पछाडि मात्रै घुम्ने रहेछ हेर्नु। सबै सब मुस्किल त पछाडि आउँछ मेरो पछाडि आइरहेछ है आयो हेर्न आयो मेरो पछाडि मात्रै घुमिरहेछ गर्मी भएर मन आउँछ यहाँ निकाल निकाल होइन उता बसेको उकालो छ त उकालो पुगल पुगल भ्याउनु हेस लाग्यो न तँलाई ए लाग्यो साह्रो भएपछि लाग्यो यस्तो उकालो त अब आफ्नो देशमा त गएको नि हो है नेपालमा त उकालो ओह्रालो बाइक 1300 पाउनु भनेको धेरै गाह्रो हो तर हिँड्दै थियो Oh my God. र यहाँ दुईवटा बाटो भेट्यो कहाँ कहाँ जाने हो सोनम दे हेभ अ टु वे एकछिन तल जाउँ न यहाँ दुईवटा बाटो छ होइन यो चाहिँ हुडेन लाइफ भन्ने छ यो चाहिँ हुडेन रोड यहाँ लेखेको छ नि बुधा यहाँ चाहिँ ब्याक टु आयो हामी त पार्किङ लट पुग्छ यहाँ रिटर्न टु पार्किङ लट फलो वुडल्यान्ड आज हामी चाहिँ यो बाटो ट्राई गर्छौँ कहाँसम्म पुग्छ हेरौँ त्यहाँदेखि फर्केर आउँला किनकि हामीसँग टाइमै छ है हिँड्ने भन्ने आएको हो कि त आउँदै आउँदैन आएपछि हामी हिँड्यो फेरि नो बडी स्टार्ट फास्ट द्याट्स वाइ लेट्स गो ट्राई दिस वे गिल्मो एकदम कसेर हिँड्ने चाहिँ गिल्मो हाम्रो गिल्मो कम्मर कसेर हिँड्ने गिल्मो तिमी कम्मर कसेर हिँडेको हो त पुरै कम्मर बाँधेर म हिँड्छु भन्ने टाइपको कि आइएम रेडी फर वक भने जस्तो कि साँच्चै यहाँ त बहुत हेर्नु त कस्तो घाम लागेको अनि घाँसी घाँस कस्तो राम्रो यहाँ त के हो साँच्चै बहुत मान्छे त्यहाँ के होला है त्यहाँ कति घाम छ अनि यहाँ चाहिँ घाँस
घाँस नै घाँस छ त्यहाँ जाउँ न त्यहाँ जाउँ न पक्कै हजुर किन जाँदै हो त्यहाँ पुगेको छ नि त्यसको भित्र के एकछिन नि हुनुको लागि खोइ के छ के छैन घाँस घाँस त छ नि के त्यहाँ घुम्नु जाने क्या प्लिज आज ओइ पार्टनरहरू जानेर भरे फर्किँदैमा आउँछ यहाँबाट चाहिँ कहिले आएको थिइनँ है यो बाटो नयाँ बाटो अब हेरौँ यस लुक लाइक अ हेभेन सी आउने बाटो हराउँछ भनेर गुगल म्याप हेरेको तर नहराउनु रहेछ होइन एक राउन्ड गरेर फेरि यतै नै पुग्ने छ त्यही भएर हामी यो बाटो जाने निर्णय गऱ्यो खास यो निङ्ग्रो होला है यो है होला न छिपेर चाहिँ भयो होला नि यो चाहिँ हुन्छ फ्लावर जस्तो फुल फ्लावर चलो जल्मु यहाँ पनि एउटा चलो 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 ओ ये स्पाइडरम्यान दादा माथि हेर त रुख भाँचेर त्यही बसेको दादा माथि हेर्न रुख भाँचेर त्यही बसेको भिजेर त्यहाँ अड्जेर बस्यो यो बत्तीको त्यो छ त्यो बत्तीको लाइन यो चाहिँ बत्तीको लाइन हेर्नु पऱ्यो ब्रिजमा बत्तीको लाइन पऱ्यो अलग्गै हुन्छ नि अब सबै बत्तीको लाइन खाली छ खाली छ खाली यहाँबाट मेरो वस्तु तापर सुरु अस्ति हामी हराएको ठाउँ हो आउँदै देख्यो हामी हिँडेर आएर त्यहाँ हराएको हजुर मेरो वस्तु त्यो बाटोभरि जान्छ नि मेरो वस्तु अनि म जहिले पनि यो देख्छ क्या Hmm? अनि म सोच्छु के यस्तो क्या अनि अब हिउँ परिपछि अब त्यसलाई खेल्नु यस पक्कै निङ्ग्रो त है पक्कै निङ्ग्रो यो त सो निङ्ग्रो अहिले त छिप्यो नि है यो त पक्कै निङ्ग्रो है ओहो ढिलो भएछ है हामी चाना पनि थियो है त्यो अहिले पाएको होला अहिले हुन्छ अर्को चाहिँ होइन फेरि त्यो उयो कालो कालो भएको मात्र यो होइन है होइन हजुर त्यो त्यो हो हजुर ओ त्यो ठुलो चाहिँ मान्छे टिभी छैन हो नि ए गर्छ हो कस्तो निङ्गो हो नि आमा यो चाहिँ सबै हो नि हेर्नु न यहाँ कस्तो यो टिप्यो नि तपाईँहरूले टिभी आउँछ त हो यो हेर्नु थाहा छैन यो हाम्रो टिभी हो किरा हो क्या अरे यार ये नमार भाइ सुन न सकता हो के थोर ल्याउनु पऱ्यो अलिकति बनाएर खान्छ नि ड्राई फ्राई गरेर अलि अगाडि आएपछि निगुरो मतलब पनि छ तर हामी ढिलो भएछ ओएमजी यता निगुरो होइन ऊ तर अलि अगाडि आएबाट नै भेट्नु पर्छ है यो सबै छिपेर सबै हरियो भइसकेको छ खास ल जाऊँ
तर कति छैन अब त है सबै छिपेर सबै निङ्ग्रोमा अब नेक्स्ट इयर चाहिँ यहाँ आउँ निङ्ग्रोलाई भयो मान्छे भएर आइछ अस्ति त हाम्रो त्यो फुल यहाँबाट ल्याइयो गाडी आउनु मिल्दैन त्यहाँ वेल भेहिकल्स प्रोभाइड केटाहरू यहाँ येलोमा के लेखेको छ येल्लोमा वेल्डेड या वेलल्यान्ड ब्रान्ड ड्राई वेटल्यान्ड हो मतलब चिसो जग्गा हो अरे बाउन्ड्री हो जाउँ आछु के पानी भिजेको अरे हामीले हल्का फुल्का निङ्ग्रो पनि टिप्यौँ यहाँ निङ्ग्रो छ बेच्दै तर त महँगो बेच्दै अब थोरै मुठाउने $20 दिन्छ यार जङ्गलमा छ सागहरू अब हाम्रो यो जरिङ्गो साग भन्ने अब पकाउनु सुरु भइसक्यो जरिङ्गो साग पाइन्छ जरिङ्गो होइन अब भन्नुहुँदै के गाई यहाँबाट गयो भने चाहिँ आइटम पुग्छ त्यहाँसम्म जाउँ है यहाँ पुलमा सानो पुल छ त्यो पुल यहाँ यस्तो घुम्छ यसो आइटम पुग्छ यहाँको चाहिँ उता निस्किन्छ यहाँ सानो एउटा हाम्रो हाका सम्बङले बनाएको पुल यहाँ रहेछ ओ स्वतन्त्र पार्टी के भन्छ हाम्रो हाका सम्बङले बनाएको पुल हो गाइजहरू सानो खोला रहेछ है हाम्रो माथि हार्का सम्बङले बनाएको यो होइन पुल ल गाई चाहिँ हाम्रो हार्का सम्बङले बनाएको पुल हो हार्का साम्पाङजीले बनाएको पुल है साथीहरू यहाँ त पक्का पाखा छ ल है खोलाहरू चाहिँ पाखा छ जस्तो छ पिसहरू भएको निन्द्र पाखा हुन्छ चाहिँ गर्ने हो ब्याक टु पहाडहरू यहाँ आउँछ होला है खै त्यो छ पानी छ जस्तो लाग्यो हुन्छ होला अब मलाई त त्यो आसे आनेको टोपी छ नि यस्तो भएको जाने भएको किन होइन सबै टोकिसक्यो ओ माई गड ओ माई गड मलाई त्यस्तो किराले टोक्छ कि म गाली जान्छ मलाई अब जङ्गलको बाटो हिँडेपछि यस्तै हो बुढी अब यो चाहिँ अब यहाँ चाहिँ यो छ भने सिक्दैन भने साइन छ यो चाहिँ ब्याक टु त मेन रोडमा हो होइन यो चाहिँ बाई रोड निस्किने हो यता लाग्यो भने चाहिँ हामी जहाँबाट आयो त्यति पुग्छ चलो चलो स्पाइडर 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 अन्त नहेर हामीलाई त पुरै टोकिसक्यो होइन हाम्रो के तल सानो ताल माछा छ माछा Oh. Oh my god. Oh my god. Nice view. Chalo. Pergi ke mu? Yo.
फ्याँको र यो है पोइजन हो यहाँ पनि उठाउनु न सो खोइ। यहाँ हो यहाँ यहाँ ऊ त्यहाँ हान्छे ऊ त्यो रातो यो रातो रातो के हो खानेको जुस है यहाँ पनि खानेकुरा नसक्छ क्या खेर छु खेर ए यहाँ पनि हेर्छ यहाँ पनि हेर्छ यस्तो भयो होइन क्या त्यो यहाँ अन्त चेरी यस्तो भयो क्या अरे चेरी के भन्छ ब्लुबेरी जस्तो भयो यहाँ ए आज बुढो मेरो बुलुरी भने मेरो यो किन भनेको छ ए यो खानेकुरा हो तर अब वनको खानु हुँदैन रातो के हो यस्तो किरा आउँछौ अम्बो गेडा फुल्यो त जहाँ धामा बसेर देखा त बुढो नगर न त्यो लाङबोटो जाली कटा भन्छ फुलिहाल्छ नकडा हाम्रो त केहीले पनि टोकिएको हामी चाहिँ खुन मिठो छ मिठो मिठो हाम्रो खुन चाहिँ म मिठो पनि हान्छ सोचो गर्छु टोक्सी टोकेर पर्दैन आफै ज्याकेट लगा जुन ज्याकेट लगाऊ हुँदैन फर्स्टमा त के मेरो आइडिया हुन्छ होला टिप्ली सो सो अङ्गुर किरा हो किरा भित्र किरा भित्र किरा हुन्छ के हान्छ ग्रिन ग्रिन फल खस्यो होला नि छोरी यो फल जस्तो क्या माथिबाट अनि गाइज है साथीहरू एउटा कुरा के ध्यान दिनुपर्ने छ भने यो जङ्गलमा आउँदाखेरि चाहिँ पानी चाहिँ ल्याउनु पर्ने रहेछ है पानी ल्याउनु पर्छ ल यो बार लगाउँ अब यो राउन्डमा अब हामी अर्को बार लाग्यो है ब्याक टु जहाँ आयो त्यतै जता आयो त्यतै जानु पर्यो गिलो पानीतिर लाग्यो पानीतिर लाग्यो के खायो पानी छैन के गर्ने अब पानी छैन किन भनेको त पानी नगिर मैले पानीतिर लागेन है भने नि गाइस हिँडेछ उकालो हेर्न यस्तो उकालो छ हौ गाइसहरू म कम्मरमा बानु बान बान गरम भयो बान हुन्छ पार्टीहरू घुम्नु कति मजा आइरहेछ थाहा छैन हाउ इन्जोय कहाँ गिल्मो खतरा नै छ अब उकालोमा मतलब यो फ्यामिलीमा पातलो त पक्ष त के भनौँ अट म पनि पातल छ है के भन्छ सासै पातल म हो गिल्मो है सबसे पातल म खै म तपाईँलाई उठाउनु त सक्दिनँ पातलले म हो त्यहाँबाट गिल्मो ए है के कसो हो के हो गला छोरी एकछिन रेस्ट गर्ने है सही टाइममा मेरो रक पनि आयो है सही ठाउँ फेरि फेरि ठाउँ हुने ओहो तर नाम हाम्रो मान्छे यहाँबाट साइकल लग्यो भने त मान्छे मऱ्यो कता हो हजुरहरू म त हुने ज्याकेटको माथि बस्नु म त हुने ज्याकेटको माथि बस्नु तर किरा आयो भने अनि चड्डीको त्यहाँ पस्यो भने टोकिसक्यो कान्छे यहाँ सबै चिलाइरहेछ चान्स चानो चान्स यहाँ म हड्डी सड्डी कुरै हुँदैन यहाँ मको पाइ टोकिहाल्ने मान्छेहरूले झ्या त्यो रुख फल फाल्थ्यो लाग्छ म उसको भनेर यहाँ छिनेर क्या गाई भयो तापर गयो अझै घिरमा हावा बस्छस् मलाई यहाँ लगेको घिरमा हावा बस्छस् तिमी तिमी हावा हावा बोल्ने हो
मतलब तिमी हावादारी कुरा गर्ने हो दारे मतलब हावादारी के हावादारी मतलब फाल्तु कुरा के फाल्टु मतलब which is meaningless के meaningless मिलियस मतलब अहिले झुट पोपट के पोपट बनाउने कुरा के ल साथीहरू आज ब्लग यस्तै हो है माइन्ड नगर्नु होला तपाईँहरूलाई जङ्गल घुमाइरहेको छु हामी अब माइन्ड भनेर चाहिँ के हो हाँ अब माइन्ड भनेर चाहिँ के हो माइन्ड भने चाहिँ माइन्ड भने चाहिँ अनर्थ नसोच भन्ने मतलब यस्तो बोरिङ भिडियो नसोच भने के कुनै हुन्छ नि छ्या के कुरा छ्या भने त्यसलाई माइन्ड नगर जस्तो त्यसलाई इन्जोय गर भन्ने कि होइन त डोन्ट माइन्ड प्लिज भन्छ नि मान्छेलाई त्यसलाई चाहिँ तपाईँहरू रिस नउठ्ला भने जस्तो है द्याट्स वाइ डोन्ट माइन्ड ओके नाउ यु गेट इट राइट द्याट्स वाइ यु हेभ टु से समथिङ प्लिज डोन्ट माइन्ड ओके भन्ने हो कि You wanna speak English only? I can but mine is not that much good that's why No worries. Say you know you speak well English but me no good English English a little bit. no you good you speak good English right so how long been you in America how long how many years 1 year okay don't forget it you are 1 year old completely 1 year oh my god ल बाटो यहीँबाट जाउँ है यता नजाउँ होला कहाँको मैले बुझिनँ यता हिँड्छु त्यहाँ लेखेको छ नि टु टप अफ हिल You speak Nepali, I speak English. ओके ल यहाँ छ होइन टु प्रविले यता यो चाहिँ टपमा जाउँ यहाँबाट जाउँ हामी टपमा जाउँ है To top of हिल हिल यो टपमा जाने हामी होइन किन हामी टपमा जाने नि कति द्याट what's this? Brother, what's this? Red. Red. यहाँ चाहिँ मा टपमा जान्छ होइन यता जान्छ उतै बिचमा पुग्छ बिचमा टपमा छ है लेट्स गो हामी टपमा जाने कुरो भयो है Wait for me. कमान प्लिज आउनु छिटो छिटो आउनु सानो मान्छे I am. Can we go to a park? ल ओके पछि है खाना खाएर नि ट्राई गर्नु है घर जाने खाना खाने होइन अनि टाइमिङ हेर्ने Can we go to a trampoline park after this? मेबी नेक्स्ट विक ओके Wow. इट्स कमिङ वाट्स द्याट Let me see. वाट्स द्याट What's this? Same as Akibai. कहीँ यहाँ फल खसेको के छोरी Oh. फल पनि के रबर छ गिलो रहेछ है पानीको धेरै याद आयो पानी पानी Hamster English तर auntie भन्छ हो? हामी चाहिँ भन्दा फरक पर्दैन हामी चाहिँ खेलाइ भन्ने इङ्ग्लिस बोल्दा हुन्छ हामी चाहिँ भन्दा फरक पर्दैन ल आन्टी हेर्नु फेरि कस्तो छ नि त फेरि होइन शब्द नमजा आउँछ नि त आन्टी अङ्कल भयो भने पक्ष भने हामी चाहिँ है ठुलो मम बिग मम एल्डर मम हो नि त एल्डर मम एल्डर ड्याड I'm even walking. वेयर कता ओ चिप्कली चिप्कली सानो हो नि हो Red wala.
orange. मेरोमा त धेरै छ नि उसमा पुग्छ गेलमुले देखेछ चिप्कलीले फेरि चिप्कलै देखेछ गेलमु चिप्कलीले चिनेछ ठ्याक्कै Just kidding, okay? Don't mind. I'm coming! Follow me. Yeah! Jump! दौडिङ छु रनिङ एक्सर्साइज भइरहेछ गेलमु र म एक्सर्साइज गरिरहेको छु रनिङ विज द विनर अफ द रन हो माई गाड म थाक्यो गेलमु नो वे आगोपट्टि पर हो माई गाड सो लेजी राइट सो लेजिनेस ओएमजी हेर्न त टाढो हेर्न हामी यति टाढा छ हेर न त कसम छ यार छिटो आउनु है यहाँ कुद्राइछ यहाँ सेकेन्ड डाँडा कट भयो हामी सेकेन्ड हिल्स कति थाहा सेकेन्ड हिल पार्टीहरू आफू नै दुमा हिँडेको छ सबैजना हामी भोजपुरी फर्स्ट छ सेकेन्ड आउँछ र लास्टमा बुढाबुढी लास्ट चाहिँ बुढी भएछ है वी आर फर्स्ट ल यति सेकेन्ड हिल जुन चाहिँ हामी गइरहेको टपमा आई थिङ्क दिस इज सेकेन्ड लास्ट हिल कति सुरीले चढ्यो हजुर मलाई पनि टोकेन हाम्रोले बढी टोकेछ है तर यो जङ्गलमा चिलमा समातमा चिल समात हाम्रो केही नोटिसहरू छ है नेचर सेङ्चुरी हाइकिङ एन्ड नेचर स्टडी एरिया पब्लिक वेलकम फुड ट्राभल ओन्ली नो मोटराइज अदरवाइज भेहिकल no removable destruction of plants, no camping, fire or trapping. Wow, nice. यो चाहिँ अब होइन एकदम नेचुरल हो यो यो प्रकृति चाहिँ एकदम नेचुरल हो जङ्गल भएको कारणले गर्दाखेरि चाहिँ बस वाक गर्ने हाइकिङ गर्नेले वेलकम छ अरे होइन त्योमा चाहिँ साइकल मोटरसाइकल गाडी साडी जङ्गल बाइकहरू ल्याउनु पाउँदैन फेरि जङ्गलमा चाहिँ कस्तो क्याम्पिङ गर्नु पाइँदैन अरे होइन फायरिङ क्याम्पिङहरू चाहिँ गर्नु पाइँदैन अरे त्यसलाई सावधान भन्नुभएको छ सावधान हो त्यही हो विदेशमा त पऱ्यो आफ्नो आफ्नो ठाउँमा आफूले सुरक्षा गरेर हुन्छ है आफ्नो एरियाको आफ्नो र गभर्मेन्टले जिल्ला गाविस भन्ने हुन्छ आफ्नो स्टेट सबैले आफ्नो ठाउँलाई संरक्षण गरेर हुन्छ जस्तै नोटिस टालेर होइन सबै बाटो बनाएर मान्छेले वाक दिने त्यस्तो छ हाम्रोमा यस्तो चाँडा हुन्छ भने आशा गरिरहेको छु लेट्स सी अब यस्तो त हिँड्दा हामी बचपनमा हिँडेकै हो है तर पनि अब अझ पनि हिँड्न मन लाग्छ त गुगलमा खोजी हिँड्नुपर्ने हुन्छ यस्तो जग्गाहरू खोजानुपर्ने हुन्छ वाउ
सलाम के त्यहाँ घर जस्तो आइपर्छ मल थाहा भएन यार मल थाहा भएन त यहाँ यस्तो रहेछ खोइ अब प्राइभेट प्रपर्टी हो कि त्यो थाहा भएन यसो हेरौँ के रहेछ है नजिक गएर न हामी बाटो उल्टो आयो कि थाहा भएन है तर त्यहाँ चाहिँ what's that? Nothing. That's an empty place, baby. Look at it. Let's figure it out. Huh? What's that? Nothing. Hey, this is only ground. What happened? Hey? No vehicle. We can step on it. Huh? Maybe we can step on it. Why? Let's see. Let's try. What's that? We will figure out it. Yeah, तर मान्छे आउँदो रहेछ बाटो रहेछ ऊ बाटो रहेछ मान्छे आउँदो रहेछ यहाँ गाडी पाकेर आउने पार्छ मान्छेहरू के वाउ ल यार यो जग्गा त के हो के त मान्छे आउने ठाउँ छ यो वाउ what's that? Oh my god. Oh yeah. Is this the place emptiness? What? It's so cold outside. यहाँ खाली जग्गा रहेछ खाली जग्गा घर त केही पनि छैन रहेछ यहाँ चाहिँ है सायद पहिला के गर्ने प्लानिङ होला त्यो प्लानिङ फेरि You भयो wanna make picnic right here? या इट्स गुड या पिकनिक मनाउनु टाइम छ यहाँ फेरि चट्टै क्याम्प हाल्यो है तर त्यहाँ पिकनिक क्याम्पिङ नगयो भन्छ त त्यहाँ क्याम्पिङ नो क्याम्पिङ भन्छ नो क्याम्पिङ that's why maybe they did some planning here but it's a planning fail right I think so The mosquito the mosquito was oh here right mosquito the mosquito was right here. Yeah. And it did, yeah they move I'm not talking here. Good you ta sam. खै यिनीहरूलाई के गरेछ चाहिँ पहिला के प्लानिङ थियो होला अनि त्यो प्लानिङ फेल भयो होला नि खै यहाँ खै के बनाएको फाइनली बाटो हामीले अब अर्को बाटो गएन गाडी बाटो हिँडेर चाहिँ अब गन्तव्य लाग्यो नि त फेरि हामी हराउँछ हराउने सम्भव देखियो किन यहाँ मान्छेले पुरै गोली हानेकोहरू होइन टार्गेट रहेछ त्यसलाई हामी चाहिँ रोड फर्कियो गिल्मुले किर्नाले भेट्यो है गिल्मुले लामखुट्टेले किर्न नटेको भन्दा अब किर्नाले टोकेको बसेछ नि च्यापुतिर निन्द्रतिर त्यो खैरले यास दला कारण त्यसो भरे कुनै केरल छैन नि त हो त्यो बस्न किरा कुनै आउँदैन लामखुट्टे सामखुट्टे के पनि आउँदैन त्यो सानो गुफा टाइपको रहेछ त्यसको थाहा पनि I don't know what that but look like scary my god फर्केको अब हामी चाहिँ फर्केको बाटो रोड भेट्यो जङ्गलको बाटो हेर्दाखेरि रोड भेट्यो है त्यसलाई रोड नै पक्रियो यसो गुगलमा हेरेर त हामी जाने ठाउँ चाहिँ अलिक टाढो परेछ हामी तल एकदम तल गएछ नि त त्यही भएर हामी फर्के रोड बट भेरी गुड मजा आयो मजाले हिँड्यो होइन मजाले घुम्यो
त यहाँ चाहिँ साइकल ल्याएर पनि मजा हुन्छ है हाँ साइकल ल्यायो भने साइकलिङ उतै थियो यहाँ कसले दादाले यसरी समान हेर्दा हेर्दा हामी हेर्दा यसरी यसरी हो यसरी आज निक्लियो अरे निक्लिँदैन कहाँ छ यस्तो आना आसे लास्टमा मैले हातमा किन के फिल गरेँ के त्यहाँ छोडिदिएको है यस्तो ढिलो हुन्छ है छ्या बस हालिन् त म क्याच गर्छु यहाँ हाल्नु न बल म यहाँ क्याच गर्छु हेलो बल हाल्नु न म क्याच गर्छु अलिकति जोडले वाउ बसमा कुद्ने बस ल 3 2 1 go त्यहाँ आयो भने उता लग्ने चिप्लिन्छ जान चिप्लिन्छ अहिले मरे आउँ चल चिप्लिन्छ तिमीले खाएन त्यो टाउको त मैले चिप्ल्यो भने अब म ल्याउँछु आज कहाँ पुयो यहाँबाट गाडी आउनु छैन रहेछ नि हेर्दा पो यहाँ खानेपानीको के छ जस्तो छ है उता बिचमा त्यो राखेर रहेछ हेर्दा उता हेर्न जान्छ उता आज हामी कम हिँडेर कहाँ हिँड्यो हामी कहाँ बुझ्यो त्यो इन्ट्रोमा हामी तल आएपछि सरकारी भवन रोड आउटसाइड हो मम्मी आउटडोर मम्मी हजुर ये तरीके से डालनी के होला है के हो ल हाल्छ सरकारी भवन हो तर के पनि छैन है के माथि के पनि छ खुला पनि छ के टाइप अब गरम भन्नु या बनाउनु त तल्लो छ भने कसो बनाउनु तिमी अब हामी घर यताबाट जाउँ न ल हेर यसरी जाउँ हेर्नु होला त्यहाँ होइन यसरी काम गरेर आएको छ त्यहाँ जाउँ होला यसरी जाने मान्छेहरू छ जान्छ जाउँ यता काम गरिरहेछ हामी यता काम जाने त्यहाँ प्राइभेट नो ट्रान्सपोर्ट मान्छ नि फेरि हो प्राइभेट प्रपर्टी नो ट्रान्सपोर्ट मान्छ जब जाने पनि जाने यहाँ फेरि अब बल्न गेला अब सर फाइनली हाम्रो घर जाने बाटोतिर निस्कियो उता रोड छ रोड बन्न गएको हामी चाहिँ
यता साइड वकबाट जाने चप्पल सुरल फाइनली आफ्नै ठाउँ पुग्यो खास यहाँ चाहिँ हाम्रो ठाउँ होइन हाम्रो उता हो र हामी यहाँबाट जान्छौँ होला है यहाँ तर हाम्रो यो पुरानो घर हो पहिला हामी यहीँ बस्थ्यो यो कन्ट्री साइड अनि हामीले मुभ गरेको प्लेस यहाँबाट जहिले पनि मेरो स्टप बिर्सेपछि मलाई यस्तै सोच्छु क्या यहाँबाट झरौँ हामी बाटो क्रस गऱ्यो ना वी इन्टर कन्ट्री साइड जाने बुढी छोरी छोरी बुढी आमा बोजू इबी के हुन्छ पापामा बुढी मजा हुन्थ्यो हुन्छ अनि मम्मी चाहिँ दाजुलाई बुढा भन्छ तपाईँ चाहिँ मलाई के भन बुढी बुढी मौ बुढी आमा के भयो ल फाइनली भेट भयो फाइनली भेट भयो फाइनली र गाइस हामी चाहिँ बल्ल आफ्नो अपार्टमेन्ट छिर्यो है अपार्टमेन्ट छिर्यो 2 घन्टा झन्डै 1.5 घन्टाको सफर थियो अब अपार्टमेन्टभित्र पसेँ अब खानासाना पकाएर खानु पर्ला यो हाम्रो अपार्टमेन्ट चाहिँ बाहिर बस्छ खै यहाँ लिपमा आयो नि त हामी उताबाट निस्क्यो यहाँ लिएर जान्छु अब अपार्टमेन्ट छिर्नु पर्ला ओइ को छ यो घरमा नो बारिङ हाउस ल हामी चाहिँ घरभित्र छिर्यो साथीहरू